मान्छेको जीवन भनेको असार साउनको भेल जस्तै रहेछ। कुन बेला कस्तो समस्या र परिस्थिति आइपर्छ त्यसको केही थाहा हुँदैन। हामीले धेरै कुराहरू भोग्दै जीवन अगाडि बढाउनुपर्छ र जस्तो सुकै समस्या र परिस्थिति आए तापनि हार कहिले खानु हुँदैन र समय सधैँभरि एकै नासको नहुन नि सक्छ। त्यसैले धैर्य राख्नुहोस् र आफ्नो सङ्घर्षलाई निरन्तरता दिँदै अगाडि बढ्नुहोस्। सङ्घर्ष गर्न कहिल्यै छोड्नु हुँदैन। एक दिन आफ्नो लक्ष्य र गन्तव्यमा अवश्य पुगिन्छ र रातपछि दिन आए चाहिँ दुःखपछि सुख पक्कै आउनेछ। त्यसैले धैर्य राखेर अघि बढ्नुपर्छ र भनिन्छ नि मेहनतको फल मिठो हुन्छ भने चाहिँ सधैँ मेहनत र इमान्दार भएर अगाडि बढ्नुहोस्। असल मान्छेसँग असल बन्नुहोस् तर खराब मान्छेसँग कहिले खराब नबन्नुहोस्। किनकि हिराले हिरा काट्न सकिन्छ तर हिलो सफा गर्न कहिले अर्को हिलो प्रयोग गरिँदैन। कसैले तपाईँको कु भलो गर्छ भने त्यो उसको कर्म हो र तपाईँ कसैको कहिले कु भलो गर्नुहुन्न। त्यो नै तपाईँको साँचो धर्म र संस्कार हो। त्यसैले सधैँ अरूको भलाइ सोच्नुहोस् र आफ्नो मनको पवित्रतालाई सधैँ कायम राख्नुहोस्। किनकि मानवता नै सबैभन्दा ठुलो ताला फटाइसकेपछि भेटिएको चाबी र मन दुखाइसकेपछिको माफीको केही अर्थ हुँदैन। यो जीवनको तितो सत्य हो जुन हामीले बुझ्नु जरुरी छ। किनकि यो मुटुले पटक पटक आफ्नै मान्छेहरूबाट चोट खाँदा खाँदा आज कठोर बन्न बाध्य भएको छ। खै कस्तो कर्म लिएर जन्मे, एक दिन हाँसे 10 दिन रुनु पर्ने। जिन्दगीको यो कस्तो विडम्बना जहाँ खुसी भन्दा दुःखको भारी नै धेरै हुने रहेछ। आखिरमा जीवनको यो कठिन मोडमा आफैलाई प्रश्न गर्दै यहाँ उभिएको छु। हजुरको काखभन्दा ठुलो लाख रहेछ आमा। त्यसैले त म हजुरको काख छोडेर परदेशिनु परेको छ। त यो अर्काको ठाउँमा दिनरात नभनी सङ्घर्ष गर्दैछु आमा। मलाई थाहा छ तिमीले मलाई धेरै सम्झन्छौ तर म छिट्टै नै सफल भएर तिम्रो अगाडि आउनेछु। सबैको अनुहारमा मुस्कान देखिन्छ तर सबैको मनभित्र लुकेको दुःख पीडा कसैले देख्दैन। हामीले अरूको खुसी मात्र देख्छौँ तर उनीहरूको भित्रको आँसु र पीडालाई बुझ्न धेरै पटक बिर्सिन्छौँ। सङ्घर्ष बिना सफलताको कथा लेखिँदैन अनि आँसु बिना जीवनको गहिराई बुझिँदैन। यस्तै छ जिन्दगी। जिन्दगी सोचे जस्तो सजिलो कहिले हुँदैन। सङ्घर्ष गर्नुपर्छ, विश्वास राख्नुपर्छ, किनभने एक दिन यही सङ्घर्षले हाम्रो पहिचान बनाउँछ। जिन्दगीले मलाई धेरै पटक रुवाएको छ तर हरेक आँसुले मलाई अझ बलियो बनायो। सङ्घर्षले नै मलाई सहने शक्ति दिएको छ। त्यसैले म आज आफैमा स्थिर र दृढ छु। मनभित्र हजारौं चोटहरू छन् तर ओठमा मुस्कान सजाएर हिँड्न बाध्य छु। रहरले को बाहिरिन्छ र घरबाट, कसैलाई सपनाले र कसैलाई जिम्मेवारीले पराई बनाउँदो रहेछ। यो जीवनको सत्य यही हो कि मान्छे बाध्यताले टाढा पुग्छ। गरिबी सबैभन्दा ठुलो परीक्षा हो जहाँ सम्बन्ध र विश्वास दुवै थाहा हुन्छ। यदि तपाईँहरूलाई यो भिडियो राम्रो लागेमा कृपया लाइक, कमेन्ट, सेयर र फलो पनि गरिदिनु होला। तपाईँहरूको माया र साथले मलाई धेरै हौसला मिल्नेछ।